त एक्सपिरियन्सको बारेमा सोध्छ, यताउता होइन, एजुकेसन क्वालिफिकेसनको बारेमा सोध्छ। तर मलाई चाहिँ अगाडि अगाडि पैसा माग्ने काम यताउता गर्यो। तपाईँहरू पनि सचेत हुनु होला यस्तो यस्तै फ्रड स्क्यामहरूबाट होइन। किनभने कोही कम्पनीले तपाईँलाई जब दिन्छ भने अगाडि नै त्यसरी पैसाहरू यताउता माग्दैन क्या। तपाईँको क्वालिफिकेसन एक्सपिरियन्सहरूको बारेमा तपाईँलाई सोध्छ। अनि अनि त्यस पछाडि चाहिँ अब तपाईँ पास हुनुभयो कि फेल हुनुभयो भन्ने कुराहरू बिस्तारै पत्ता लाग्छ। आम्मामा एरोप्लेन यहीँबाट उठ्छ त हौ एरोप्लेन त के हो। अबि कम टु दुबई भनेको यही हो, एरोप्लेन टाउको माथिबाट उठ्छ। र अहिले चाहिँ म जाँदैछु रुमतिर। अब बाँकी कुरा त्यस्तै हो, तपाईँहरू चाहिँ त्यस्तै स्क्याम हुनुबाट बच्नुहोस्। दुबईमा अहिले यस्तै बमबारी स्क्याम सिस्क्याम, जबको भ्याकेन्सी चाहिँ कम, स्क्यामरहरू चाहिँ धेरै भइरहेछ। त्यही भएर तपाईँहरू पनि सचेत हुनुहोस्। मेरो भिडियोबाट भन्दै अहिले चाहिँ म मेट्रो स्टेसन आइपुग्न आँटेँ। बाँकी कुरा अब वहाँ आइसा सायद बस स्टप पुग्छु अनि त्यहाँदेखि भिडियो बनाउँछु। हस् त, धन्यवाद।